के कुराहरू देखिएन त्यो दिन जुन चाहिँ हुनुपर्ने थियो जस्तो लाग्यो किन भएन किन भइरहेको छैन भन्ने फिलिङ आयो के कुरामा मलाई पर्सनल लागेको चाहिँ जस्तो सिंहदरबार जल्दाखेरि अथवा पार्लियामेन्ट जल्दाखेरि आर्मीले चाहिँ त्यहाँ केही रोक्न सक्थ्यो कि जस्तो फिल भएको थियो छिटै हुन सक्थ्यो डिसिजन अब के थियो होला तर अलिक ढिलो चाहिँ यो कर्फ्यू भएर अलिक ढिलो भयो जस्तो लाग्छ त्यो बेला चाहिँ आफ्टर अल त के होस् दमकल त कहीँ थिएन दाइ सिंहदरबार रातभरि चलिरहेको थियो न पुलिस थियो न दमकल थियो अब आई डोन्ट नो के थियो तर अलिकति भयो भने दमकलहरू चाँडै डिप्लोय भयो भने आगो लागि चाहिँ के हदसम्म त्यो मेन जुन ठाउँ छ नि दाइ त्यो त हाम्रो इतिहास हो नि त जे भने सिंहदरबार बन्नु त अब टाइम लाग्छ दाइ अब हामी त 5-10 वर्ष अझै देख्दैनौँ त्यो अगाडिको त्यो भर्खर बनेको भूकम्पबाट बनेको दरबार अझ त्यो हामी गर्थ्यौँ दाइ पछि हामी त्यो भित्र सिंहदरबार छिर्ने बेला त दाइ सबै मन्त्रालय बाहिरको गाडीहरू दाइ त्यो कुनै कबाडीमा छिरेको जस्तो फिल थियो दाइ सिंहदरबार छिर्ने बेला क्या दाइ त्यहाँ त मलाई म पुग्दाखेरि त तपाईँको त्यो मिसाइल लाने जस्तो फिल भएर क्या यो सिंहदरबारको कसले खिचायो यो ड्रोन मेरै फोटो तिम्रै फोटो होइन यसलाई जुम इन गरेर त अलिकति सो नेपाल टिभी जुम आउट नेपाल टिभी बचाएछन् साथीहरूले होइन नेपाल टिभी बचाएछन् होइन मैले नेपाल टिभीको साथीहरूलाई सलाम भनेर मैले तस्बिर के अरे एउटा मेसेज चाहिँ छोडाएको छु होइन म भेट्नु पनि जान्छु सो एक हिसाबले भन्दाखेरि अगाडिको भाग चाहिँ केही पनि छैन पछाडिका मन्त्रालयहरू अलिअलि बाँकी छन् कि के छ त्यो एरियाको चाहिँ जस्तो यो सिंहदरबारको मेन भयो त्यसको ठ्याक्कै पछाडि देखेको त्यो प्राइम मिनिस्टर अफिस हो त्यो पनि सबै हुनै छ भित्र त अब केही काम छैन अर्थ मन्त्रालयको पछाडिको भागको गाडीहरू जति सबै जलाएछ अगाडि अनि मन्त्रालय पनि क्षति भएको छ लगभग अनि अर्को साइडको गृह मन्त्रालय ऊर्जा मन्त्रालय सबै नै लगभग त्यहाँ पार्किङ भएको कुनै पनि गाडी बाँकी छैन त्यस्तो भएको छ व्यास मिडिया नेटवर्क